आज म एउटा सानो भ्रम तोड्न चाहन्छु। न त म पोलिटिकल लिडर हो न पत्रकार। जब कुनै युवा समाजको विषयमा बोल्छ, किन उसलाई तुरुन्तै राजनीति वा पत्रकारितासँग जोडिन्छ? मैले बाल क्लबमा हुँदा नेतृत्व सिकेँ, डरलाई जित्न सिकेँ, टिमवर्क सिकेँ, बोल्ने हिम्मत सिकेँ, जिम्मेवारी लिन सिकेँ। आज म त्यही सिकेका सिपहरू समाजसँग साझा गरिरहेको छु। मलाई कुनै राजनीतिक दल वा पत्रकारिताको चस्माबाट नहेरिदिनुहोला। मेरो विधा फरक छ, मेरो बाटो फरक छ। म केवल एक सचेत र जिम्मेवार सामाजिक युवा हुँ। के समाजको कुरा गर्न नेता नै हुनुपर्छ? समाजमा राम्रो सोच फैलाउनु, युवालाई सकारात्मक बन्न प्रेरित गर्नु र नेतृत्व विकासको बारेमा जानकारी दिनु, यही मेरो उद्देश्य र नागरिक धर्म हो। यदि हामीले राम्रो कुरा सिकेका छौँ भने त्यो अरूलाई सिकाउनु सायद गलत होइन। तपाईलाई मेरो यो प्रयास कस्तो लागिरहेछ? कृपया कमेन्टमा आफ्नो सल्लाह र सुझाव दिनुहोला। आफ्नो भोलि आज बनाऊ।